यो हेर्नुस् है साथी हो, यो चाहिँ यस्तो चिज हो। यसरी टपक्क टिप्ने चिज हो यो। अनि त्यसपछि यसरी झोलामा हाल्ने। झोला पनि ठुलो भएछ है क्या हो। अब यहाँनिर फेरि टपक्क टिप्ने, यसलाई भनिन्छ सिस्नु। सिस्नुको पनि छुट्टै जात, रानी सिस्नु। सिस्नु भनेको त कुनै साथीहरूले अलि नाम मात्रै सुनेको होला, कुनै ठाउँमा आउँदैन, प्रायः ठाउँमा आउँदैन यो, जताततै आउँदैन। हाम्रोतिर चाहिँ यस्तो यस्तो पनि पाइन्छ। अब सिस्नु टिपेर घरमा आइपुग्यो। अब सर्लक्क नाङ्लोमा यसरी खन्ने लगाएर, अनि त्यसपछि यसलाई, यो चाहिँ मकै अघिको त्यो रानी सिस्नुसँग ढिँडो पकाएर खानको लागि। अब यो मकै मिलमा पिन्दैछु साथी हो म। अब चाहिँ मकै क्वार्याममा हाल्नु, त्यसपछि आफै खानको लागि हो, मेहनत गर्नु पर्यो नि। ल पिठो पनि तयारी भयो। यो पिठो चाहिँ किन हालेको भनेर सोध्नुहुन्छ होला। यो पिठो चाहिँ किरा फट्याङ्ग्रा जिरोमा पुर्याउनको लागि, हटाउनको लागि। अब सिस्नु पाक्न लाग्यो। अब यसलाई फिर्की लाउने, पिठो हाल्ने यसरी। अब फिर्की लाउने, यसरी फिर्की लाउने हो यो। आज चाहिँ कुकमेन म आफै, बुढीलाई मात्रै कति दुःख दिनु थाहा होला। अब बुढियाले ढिँडो पनि उडाल्दैछन्, तयारी हुँदैछ यहाँ। अब मकै बारी दार्याम दार्याम भन्न नमिल्ने, यो चाहिँ ढिँडो र सिस्नु दार्याम दार्याम हो। सुरु गरौँ। आगो बारे फुटाउने यो चाहिँ आहा बहुत खतरा छ। लो फाइनली भयो आज सिस्नु र ढिँडो। धेरै महिना पछाडि चाहिँ खाएको थियो। सक्यो।